Hi everyone, very good morning. अनि today is Sunday, and we want to welcome you all हाम्रो च्यानलमा. हाम्रो च्यानलको नाम के पो थियो? विश्वास एन्ड मोजेस विश्वास अनि मोजेसको च्यानलमा तपाईँहरूलाई वेलकम गर्छौँ र यो भ्लगमा चाहिँ हामीले हाम्रो डेली लाइफ हामी देख्नुहुन्छ है हाम्रो फ्यामिलिज एभ्रिथिङ है डे टु डे लाइफको बारेमा अनि हामी चाहिँ के गर्थ्यौँ भन्दाखेरि एभ्री स्याटरडे वी युज टु भिजिट रेनक है हामी रेनक जान्थ्यौँ हाम्रो आफ्टर वर्क होइन तर अहिले वी आर क्वाइट बिजी अनि सो अहिले चाहिँ हामी स्याटरडे होइन हामी अलवेज गो अन सन्डे हामी जान्छौँ सो वी आर गेटिङ रेडी टु गो टु रेनक टुवर्ड्स रेनक अनि विल टेक यु एलोङ with us. with us. So be with us होइन सब्सक्राइब आवर च्यानल विश्वास एन्ड मोजेस र हाम्रो प्याकअप भइसकेको छ सामानहरू रेडी गर्दैछ विशुले रेडी भइसकेको छ र यी सामान चाहिँ रेडी छ विशुको एकदम चिटिक्कै मिलाएछ आज भ्लगमा को लागि मात्रै मिलाएको कि के हो विशु होइन म सधैँ ए उसको सानो चिटिक्कै एउटा ब्याग तपाईँलाई धन्यवाद दिन चाहन्छु आज दिनको लागि प्रभु आज अब यात्रा छ रेडक्टर जाँदा हुँदा एक्चुअली मिटिङमा चलोस् प्रभु हरेक थोक तपाईँले जुटाइ यो सबैजनाको उहाँको तारिफ गर किनभने हामीप्रति उहाँको करुणा अपार छ र पुग्यता सधैँको निम्ति रहन्छ प्रभुको प्रशंसा गर्नु बाई बाई बहिनीलाई बाई बाई सी यु टुमरो र हामी चाहिँ यो डाँडामा आइपुगेको छौँ घरको अनि यो चाहिँ हामी बाइक चाहिँ यसरी राख्छौँ अनि पार्किङ छैन हाम्रो त्यसले गर्दाखेरि चर्चमा चाहिँ हाम्रो गाडी छ अब त्यहीँबाट गाडी लिएर चाहिँ हामी जानुपर्छ यो चाहिँ हामी चर्च आइपुगेको छौँ अब चाहिँ हामी लागेको अनि फर्स्ट कहाँ जाने तल लिभिङ जानुपर्छ लिभिङ जानुपर्छ त्यहाँ गएर चाहिँ आर्मी क्यान्टिनमा गएर वी हेभ टु सप है ड्राई फ्रुट्सहरू लानुपर्छ आपाको लागि एन्ड आफ्टर द्याट चाहिँ वी विल हेड टुवर्ड्स होम सो अब हामी चाहिँ देउराली पुगेको छ यो चाहिँ माथि चाहिँ रोपवेको बाटो छ सो दिस इज वे टु लिभिङ यो चाहिँ हामी यहाँबाट जान्छौँ कतिवटा सौदाहरू गर्नु आर्मी क्यान्टिनमा किनभने आर्मी क्यान्टिनमा राम्रो पाउँछ सबै कुरो सो हामी अब चाहिँ जुस खाइरहेको छौँ आर्मी क्यान्टिनमा सपिङ गरिसक्यो बाहिर रेस्ट्रिक्टेड थियो अनि यहाँ चाहिँ हामीले गरिरहेको छौँ माइन इज वाटरमेलन जुस इन्फर्मेसन दिनु पऱ्यो एउटा तपाईँहरू चाहिँ यहाँ गान्तोकमा लिभिङमा सपिङ गर्नु आयो भने चाहिँ क्यान्टिन नभन्नु अरे सपिङ कम्प्लेक्स भन्नु अरे तब मात्रै एन्ट्री दिँदो रहेछ हामीलाई सिकायो अनि सपिङ कम्प्लेक्समा आएर हामीले सप गऱ्यो अनि अब अहिले चाहिँ हामी यहाँ जुस बारमा छौँ र माई वाइफ इज ह्याभिङ वाट इज दिस वाटरमेलन एन्ड दिस इज पाइनएप्पल छोला भटुरा आर्मी क्यान्टिनमा दामी है गरम यो चाहिँ मोजेसको डोसा आएको छ एन्ड हिज ह्याभिङ इज डोसा अब चाहिँ अब उसमै गरेर आयो अब वी आर गोइङ पानी कतिको अब चाहिँ हामी आफ्नो क्याफे आइपुग्न आँटेको छौँ र यहाँबाट चाहिँ अब हामी यहाँ छ हाम्रो क्याफे चाहिँ पिसन माछा टी क्याफे साइज मणिपाल स्पोर्सन हामीलाई दिनुभएको क्याफे हो अनि यो चाहिँ हामी किन आएको भन्दाखेरि चाहिँ यहाँ चाहिँ आज हामी अब यो चाहिँ पिसन माछा टी क्याफे अनि सिलिन्डर लिएर चाहिँ अब जानुपर्ने हो अनि यो चाहिँ हाम्रो पिसन माछा टी क्याफे है एकदम लाइट अफ गरे ओके अब यो चाहिँ अब जानु आँटेको हामी मोस्ट सिलिन्डर हाल्यो अब मेन पर्पज अफ लाइफ होइन हामी पैसा कमाउँछ सबैजनाले होइन कतिले गुड गभर्मेन्ट इम्प्लोइज हुन्छ होइन कतिजनाले बिजनेस गर्छ कतिले जे पनि गर्छ होइन जब हामीले त्यो कुरो गर्छ जब हामीले प्रभुको काम राज्यको लागि गर्छ नि इनर पिस के हुन्छ त्यो चाहिँ सबैभन्दा हाम्रो ठुलो पर्पज हो परमेश्वरको राज्यको लागि चाहिँ डु एभ्रिथिङ फर द है ग्लोरी अफ गड एन्ड फर हिज
Acaba dual. Kakak ini tuh. बिजु खानु पनि पर्छ ल हो मकै खाने हो म त खान्दिनँ मकै अहिले चाहिँ ढिलो भइरहेछ ल दिदी यति तौलिदिनुहोस् न ए साग पनि लैजाउँ न यहाँ अर्ग्यानिक प्योर अर्ग्यानिक ए मुला लानुपर्छ म देख्न सक्नुहुन्छ यहाँ अर्ग्यानिक भेजिस मुला लैजाउँ है गयो त र यो चाहिँ यहाँ पाउनु सक्नुहुन्छ अन्धेरी पुलको छेउमा यहाँ दाजुकोमा रहेछ हजुर एकदम यो मुला पनि तौलिदिनुहोस् न दिस इज वाट आई लभ डुइङ मुला तौलिरहेछ म यहाँ सागहरू देखाइदिन्छु ल यहाँ यस्तो तपाईँहरूले पाउनु सक्नुहुन्छ अर्ग्यानिक सागहरू डिङ्ग्रो पनि रहेछ यो के हो यो आरु हो आरुचा पिसु दादा यो गुलियो हो या गुलियोवाला यसलाई आरुचा भन्छ कि आरु पो भन्छ आरु है दादा आरु ए आरुचा म चाहिँ निङ्ग्रो लैजाउँ ल यहाँ राम्रो रहेछ निङ्ग्रो 2 बिटा लैजाउँ है ओके 2 बिटा निङ्ग्रो यहाँ तपाईँहरूले यहाँ एकदम सिजनल मकै पनि पाउनु सक्नुहुन्छ सिमरा हो तिमी कस्तो सिमरा पनि चिन्दैनौ साग परे चिनी नान त अन्त यो त कुन चाहिँ पो हो यो चाहिँ सब्जी त साग कस्तो साग बनाएको पाराले बनाउनु नि दादा ए So we are buying for both the houses. लाने है Reno. यो दुईटै खाएको निङ त्यहाँ पर गाडी राख्छौ Home sweet home, abo. This is our home sweet home. आपा चाहिँ आइपुगेछ अन्त ऊ पर गाडी पर आपा सेवा कहीँ थियो Apa? आपालाई भेट्नु मम्स त छैन त मम्स त ढोक्सिङ गयो होला यस ब्रदर उपर मेरो साथी नर्गेल हजार आपा चाहिँ आउनु भयो आएको भर्खर आइपुगेको आपा कहाँ थियो सेवा आमा ढोक्सिङ गयो होला ए आशिष This is our new family member. अघिको माथिको टाइसन चाहिँ अलिक बुढो भयो अरे अन्त आपाले चाहिँ त्यसको सक्सेसर ल्याएको अरे हिज लिडोग हिज नेम इज लिडोग ठुल्ठुलो पछ ऊ भाउजूले फर्स्ट टाइम भेटेको यस्तो गर्नुपर्छ अरे पहिला नि मैले थाहा पाएँ फेरि आश थाप्छु होइन हामीले चाहिँ अब एकदम च्यानल खोलेको छ आमा चाहिँ शीतल भइरहेको छ के भन्नु छ Lu. Apa tractor ka magako mo che? Abo doxing. Farm. यहाँ अब पिगरी फार्म आमाको Hello. र अब चाहिँ हामी निस्केको घरबाट Tu jum jum. अब चाहिँ we are heading back to Gangtok है यो चाहिँ ओरालो रेनोकदेखि ओरालो बाटो बजारतर्फको बाटो हो अब so bye bye Renok and we will see you again in next week. Bye bye.